कहिलेकाहीँ हामी भन्छौँ कि महिलाको दुश्मन महिला नै हुन्छ, तर के साँच्चै सबै महिला एकअर्काका दुश्मन हुन् त? एउटा महिलाले अर्को महिलालाई दुःख बुझ्नुपर्ने हो, तर हाम्रो समाजमा कहिलेकाहीँ महिलाले नै महिलाको कुरा काट्ने, कमजोरी देखाउने, अगाडि बढ्न खोज्दा रोक्ने गरेको देखिन्छ। बुहारीलाई सासूले बुझ्दैनन्, सासूलाई बुहारीले बुझ्दैनन्, एउटी महिलाले अर्को महिलालाई परिस्थितिलाई नबुझ्दा सम्बन्धमा दूरी बढ्दै जान्छ। तर दोष महिलाको मात्र होइन, वर्षौँदेखि चलिआएका सोच, संस्कार, समाजका अपेक्षाले पनि महिला विरुद्ध उभ्याउने गरेको छ। त्यसैले अब हामीले एकअर्कालाई दोष दिनुभन्दा एकअर्काको साथ दिन सिक्नुपर्छ। एउटी महिला अघि बढ्दा अर्को महिला तान्ने होइन कि हात समातेर अझै अगाडि बढाउनुपर्छ, किनकि महिला दुश्मन होइन, महिलाको सबैभन्दा ठुलो शक्ति बन्न सक्छिन् भन्दै साथीहरू, मेरो यो मिक्स तरकारी बोडी, लोकल बोडी अनि भटमास राखेर झोल ग्रेभी बनाएँ। अनि त्यसपछि मैले करेलालाई पनि काटकुट गरेँ, मजाले राम्रोसँग पखालेर अनि धोइ गरेर पखालेर अनि मरमसला राखेँ अनि लसुन अदुवा सबै राखेर अनि यसलाई छोपिदिएँ एकछिन। अनि त्यसपछि धुलो खुर्सानी राखेँ, टमाटर राखेँ अनि यसले मजाले टमाटर फोडेँ साथीहरू। अनि मेरो करेलाको अचार पनि रेडी हुन लाग्यो साथीहरू। हजुरहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ होइन। अनि मेरो भिडियोलाई मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न सक्नुहुन्छ। बाई बाई, लभ यु अल, थ्याङ्क यू फर वाचिङ भिडियो हेरिदिनु होला, थ्याङ्क यू।